दीप ज्योति प्रज्वलन भइसकेपछि अब गणेश भगवानजीको आह्वान गर्नुहुँदैछ मेरी माताले। वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्न कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम गंगणपते नमः, ओम गंगणपते नमः, ओम गंगणपते नमः, ओम गौरीपुत्राय नमः, ओम गौरीपुत्राय नमः, ओम गौरीपुत्राय नमः। जय श्री गणेश भगवान की भन्दै र साथैमा दुर्वा घाँस र लाल पुष्पाञ्जली अर्पण गर्नुहुँदैछ मेरी माताले। र दुर्वा घाँस र पुष्पाञ्जलि अर्पण गर्नुहुँदैछ मेरी माताले। र यहाँ पे आप लोग देख सकते हो मेरी माता यहाँ लक्ष्मी पूजा कर रही है और गणेश भगवान जी का आह्वान कर चुकी है। अभी अब कलशमा पूजा गर्नुहुनेछ मेरी माताले। अक्षता र पुष्पाञ्जलि लिएर यहाँ जुन ढुङ्गे फुलको छ उसले पूजा गर्नुहुनेछ कलशमा। ओम कलेशाय नमः भन्दै पूजा गर्नुहुँदैछ। र अब महालक्ष्मीको जुन ढुङ्गे फुल छ लाल रातो फुल साथैमा र जुन मखमलीको फुल छ हो त्यो लिएर र चावलहरू पनि लिएर आह्वान गर्नुहुनेछ, प्रार्थना गर्नुहुनेछ। ओम महालक्ष्मी नमो नमः, ओम धनप्रदाय नमो नमः, श्री विष्णुप्रियाय नमो नमः, श्री विश्वजननाय नमो नमः भन्दै महालक्ष्मीलाई प्रार्थना गर्नुहुँदैछ। र सधैँ घरमा महालक्ष्मीजीको वास होस् भनेर यहाँ पे आप लोग देख सकते हो मेरी माता अभी महालक्ष्मी जी को प्रणाम कर रही है, महालक्ष्मी जी को प्रार्थना कर रही है। र साथैमा अब सबैजना भगवानलाई जुन ढुङ्गे फुल छ त्यो सबैजनालाई अर्पण गर्नुहुनेछ। और यहाँ पे आप लोग देख सकते हो हमारे यहाँ पे जो दीपावली की फेस्टिवल है ना वहाँ पे यहाँ पे वो गेंदे का फूल ये मायने रखता है। तो र अब यहाँ चाहिँ मेरी माताले धूप लगाउनु हुँदैछ। र लाल अक्षता जुन थियो र यसले पनि पूजा गर्नुहुँदैछ श्री गणेश भगवानलाई, महालक्ष्मीलाई र साथैमा जुन महालक्ष्मीलाई टीका लगाइदिनु हुँदैछ कलशमा। र यो ठुलो जुन गाग्री छ यहाँ पे आप लोग देख सकते हो यहाँ जो चावल का टीका है वो अर्पण कर रही है मेरी माँ। र जुन अब मौली सुता लिएको छ अब त्योलाई मालाई आमाले अर्पण गर्नुहुनेछ। र यसलाई चाहिँ वस्त्र सम्झेर अर्पण गर्नुहुनेछ। र साथैमा अब जुन चन्दन छ चन्दनको टीका लगाइदिनुहुन्छ। यहाँ पे आप लोग देख सकते हो चंदन का टीका लगाने वाले मेरी माँ। तो चन्द्रमणि पवित्र पापनाशनं आपदं हरते नित्य लक्ष्मी वसतु सर्वदा भन्दै सबैजना भगवानलाई र महालक्ष्मीलाई र कलशमा पनि अब लगाइदिनु हुनेछ मेरी माताले कलशमा।